पछाडि हेर्न सक्नुहुन्छ है खतरा छ है सिन चाहिँ हामीलाई हाइलाइटमा देखाउँछ यो चाहिँ लास्टसम्म भिडियो यस्तो ठुलो छ झर्ना रे गाइस कस्तो हुनुहुन्छ आज म आइसकेको छु धेरै दिनपछि हैन आज चाहिँ हामी भ्लग बनाउन लाग्यो यता भाइ छन् आज हामी जाँदैछौँ छाँगा सम्पूर्ण चाहिँ हेर्दै गरेर सपोर्ट गरिदिनु होला अहिले चाहिँ हामी छाब्दी जाने बाटोमा छौँ दमौलीको छाब्दी जाने बाटो र चाहिँ छाब्दीको भिडियो हेर्नु छ भने मेरो च्यानल गर्न हेर्न सक्नुहुन्छ दोस्रोमा छ सम्पूर्णले सपोर्ट गरिदिनु होला तीज आउँदैछ सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको चाहिँ शुभकामना है आउँदै गरेको र सम्पूर्णले चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र गाइस यता चाहिँ छाब्दी छ है अनि अहिले चाहिँ हामी चाहिँ यता छाब्दीबाट चाहिँ यतातिर लाग्यो हामी चाहिँ अहिले छाँगा झर्नामा जाँदैछौँ जो हजुरलाई भिडियोमा देखाउने छौँ है सम्पूर्णले चाहिँ फुल वाच गर्नु होला वाच टाइम कटाउँछ भिडियोको चाहिँ हैन सम्पूर्ण सपोर्ट गरिदिनु होला गएर भिडियो हेरेर लाइक गरेर सपोर्ट गरिदिनु होला जसले हेर्दै हुनुहुन्छ हेरेर चाहिँ अनि लाइक पनि नगरेर चाहिँ नछोड्दिनु होला हैन लाइक गरेर चाहिँ छोड्नु होला यही भन्न चाहे हैन सम्पूर्णले चाहिँ सपोर्ट गरिराख्नु होला यही भन्न चाहन्छु म चाहिँ म हुँसम्म देखाउने छु सम्पूर्णले चाहिँ हेर्दै गर्नु होला रमाइलो छ ठाउँ चाहिँ एकदम दामी छ सम्पूर्णले हेर्नु होला है हेर्न सक्नुहुन्छ गाइस अहिले चाहिँ हामी यहाँ छौँ यहाँ मार जाने हो ए यहाँ छ लेखिया रहेछ छाँगा झर्न जाने बाटो भनेर लेखिया रहेछ है अनि चाहिँ अब हामी जाँदैछौँ गाडी माथि छाँगा झर्न जाने बाटो होइन यहाँ लेख्न लेखेको रहेछ छाँगा झर्न जाने बाटो भनेर है यस्तोमा होइन च्याउ मार्ने यस्तोमा हाल्दै भने पनि मुनि छ क्या गाइस यहाँ पनि हल्का पानी खायो होइन एकदम चिसो छ पानी हजुरहरू पनि आउनुभयो भने यहाँनिर खान सक्नुहुन्छ यतापट्टि वहाँनिर छ पानी आएको देख्नुहुन्छ होइन म अगाडि थम्बेलमा पनि राखिदिएको छु र अघि देखाइसकेँ यहाँनिर चाहिँ छाँगा झर्न जाने बाटो भनेको छ हामी छाँगाको झर्ना देखाउँछौँ सायद राम्रो नै भएर होला होइन भाइले पनि भन्दै थियो अनि छाँगा जाने बाटोमा पनि यो लेखिया भनेपछि झर्ना चाहिँ राम्रै होला जहाँसम्म लाग्छ म पनि आजसम्म गएको छैन है हजुरलाई राम्रो एकदम राम्रो छ त भन्न सक्दिनँ तर उहाँ पुगेरहरू चाहिँ हेर्नु होला तर स्किप गरेर नहेरिदिनु होला यहाँको ठाउँहरू हेर्नु होला धेरै राम्रो राम्रो ठाउँहरू छ होइन छाब्दी यताबाट चाहिँ अलि यता साइडबाट चाहिँ आउने बाटो हो कि यो चाहिँ है सम्पूर्णले हेर्दै गर्नु होला धेरै पछि नै भिडियो हालेको छु लाइक कमेन्ट सेयर सपोर्ट गरिदिनु होला है अनि कमेन्ट पनि गरिदिनु होला कहाँबाट हेर्दै हुनुहुन्छ गाइस हेर्न सक्नुहुन्छ राम्रो छ जस ठाउँ गाउँघर जस्तै हो गाउँघरै हो यतापट्टि साइड यता होइन दमौली यतै साइडमा आएको छौँ गाइस फाइनल्ली देखियो होइन तपाईँहरूलाई म चाहिँ देखाउँछ होइन कस्तो छ भनेर होइन यति टाढा छ नि लगभग उतातिर हो है म देखाउँछु यस्तो खतरा छ नि है यहीँबाट क्यामेराले क्याप्चर गर्न सक्यो भने चाहिँ साँच्चै दामी छ घुम्न आउनु सक्नुहुन्छ है गाइस हेर्नु होला यति टाढा छ तर यस्तो दामी छ नि त्यो बिचमा चाहिँ चिरिरहेको के पुरै चिरेर पानी झरिरहेको छ के यो म त्यो एडिटिङमा नि गरिदिन्छु तपाईँहरूले हेर्न सक्नुहुन्छ यहीँनिर है पानीरी यता यहाँनिर है यहाँनिर यस्तो दामी छ नि है पानी झरिरहेको देख्नु भएको छ होला हामी यही ठाउँमा जानेछौँ अहिले टाढाबाट खिच्यामा है हामीले चाहिँ यति टाढा छ हामी ल सबिन भान्छु पठाउँछ भनेको ल यस्तो रमाइलो छ नि यस्तो रमाइलो छ होइन यहाँनिर नै यस्तो दामी देखिएको छ त्यो झर्ना हो यता कता यता त्यो चाहिँ है क्यामेरामा चाहिँ राम्रोसँग देख्न सिधा देखाउन सके होइन
तर यस्तो दामी छ नि यहीँबाट चाहिँ त्यो बिचमा चाहिँ चिरिया क्या पुरै चिरेर चाहिँ त्यो बिचमा चिरेर चाहिँ त्यो चिरिएकोबाट चाहिँ पानी पुरै हानेको छ क्या यहाँनिर यस्तो खतरा देखिया छ होइन त्यहाँ कस्तो होला होइन देखाउँछ होइन यस्तो दामी छ नि यस्तो दामी छ म गाइस हेर्न सक्नुहुन्छ अहिले झन् अलि साफ देखियो अहिले यदि क्यामेरा राम्रो हुन्थ्यो त यस्तो दामी देखिन्थ्यो नि है यस्तो दामी देखिन्थ्यो नि यो पुरै चिरिसकेको छ पानीले चिरे जस्तो छ क्या त्यो बिचबाट आयो क्या त्यो पाहाडको हामी चाहिँ तल्ल छौँ तर चाहिँ अलि अप्ठ्यारो छ कि बाटो चाहिँ अरू सब ठिक छ अर्कै बाटो पो छ कि है हामी यता बाटो आयौँ यस्तो ढुङ्गा छ नि है यस्तो यस्तो चढेर आएको हेर्न सक्नुहुन्छ दियाल छ है ल गाइस झ्याउ पनि लगाइसक्यो है अहिले त घामले गर्दा पनि मान्छे पनि त्यस्तै कालै नै छौँ होइन पुरै के एकदमै गाह्रो छ होइन आउन चाहिँ हजुर आउन सक्नुहुन्छ है अन्त पनि बाटो छ होला हामी त पहिलोचोटि आएको अनि भाइले चाहिँ एकचोटि आएर रहेछ न अहिले पहिले सानो हुँदा चाहिँ होइन त्यसैले चाहिँ चिनेर आएको होइन एकदम चिप्लो पनि भइसक्यो फेरि मलाई फेरि फोनको डर छ कि होइन म फेरि आफ्नो पनि डर छ फोनको मात्र होइन तर धेरै जसो चाहिँ फोनको छ है मलाई चाहिँ फोनलो चाहिँ एकदमै माया लाग्छ है यस्तोमा पनि माछा चाहिँ छ है ओबी आउँदैछु के हो खतरा छ भन्छ नि त के हो ओइ यस्तो खतरा छ नि है ओइ हेलो गाइस हेर्न सक्नुहुन्छ है यहाँ चाहिँ यस्तो छ होइन पुरै यति ठुलो छ अनि माथिबाट आएको छ है यो चाहिँ ला त चिप्ले लाउने चिप्लिदेऊ न हाइलाइटमा हाल्नुहुन्छ मलाई कन्टेन्टको लागि म उड्नु मन छ खतम फेरि अलि त कता जाने हो क्या यहाँ भन्दा नि पुरै मान्छेहरू आउने रहेछन् क्या बाटो चाहिँ त राम्रै छ कतकताडी हो होइन तर चिने खाने क्या हेर्न सक्नुहुन्छ गाइस छैन यस्तो दामी छ नि झर्ना होइन मैले चाहिँ उता के अरे भ्रमण जाँदाखेरि म उता लुम्बिनीतिरको साइडतिर चाहिँ देखाएको थिएँ पोखराहरू जाने बाटोतिर चाहिँ देखाएको थिएँ कि अनि पहिलोचोटि होला यस्तो राम्रो नजिकबाट देखेको है यति अल्को होइन तपाईँले भिडियोमा सानो देख्नु भएको छ होला लास्टै ठुलो छ कि यो चाहिँ सोचेको भन्दा ठुलो छ है अनि उताबाट त पुरै बिचबाट आएको देखाएको छ कि पानी त होइन पुरै बुलातिर हुन नि त्यसरी नि निस्केको छ होइन यता पाहाडबाट निस्केको छ कि यो चाहिँ हजुर माछा ओ पुरै के पुरै हिउँ जस्तो आएको क्या पुरै हाततिर नि आएको छ क्या हो र ठिकै छ तलको जतिकै हो यहाँनिर रहेछ उक्लिने यस्तो पुरै भुवा जस्तो उडाएको क्या क्यामेरामा पनि लाग्छ होला है तर केही छैन हामी पोस्ट पास गरेर भने देखाउने छ हजुरहरूलाई देखाउनको लागि आज लाइक कमेन्ट सेयर गरिदिनु होला है
बेलाको पाली आउने बेला बाटोमा हल्किरहेको थियो मा जेपिटी नबोल नि यार भिडियो गर्दैछु म यार मलाई मोबाइलकै डर छ गाइस है यस्तो बाटो छ नि त्यही भएर खासै मान्छे नआउने रहेछ है देखाउनु पर्यो नि सबलाई सबैको पुरै एसी लाए जस्तो भयो के एकैचोटि सिक्यो भिडियो मान्छे देखाएर होइन नदेखाएर मोबाइल रुच्दाखेरि रेडी 1 2 3 गो ल एकचोटि एकदमै राम्रो ठाउँ छ पुरै शीतहरूले हानिरहेछ के त्यहीँनिर जाने भन्छ त्यो दामी देखिया नि खतरा यार यस्तो बाटो खासै त बाटो यता रहेछ के हेर त होइन त भनेको यार यताडि हो क्या खास बाटो राम्रै छ गाइस बाटो आउनु सक्नुहुन्छ है यताडि आयो भने चाहिँ सर खोला खोलै आउनु भयो भने चाहिँ पाउनु कहिल्यै नपाएको दुःख पाउनुहुनेछ ए डरै लाग्ने कि खस्छ क्या हो भनेर पाएको नि यहाँ पानी पऱ्यो भने पनि बस्नु एकदमै मिल्छ मान्छेहरू आएर बसेर केटाहरू यता के भन्नु गाइस यहाँ चाहिँ होइन यहाँको चाहिँ जति पनि यहाँको चाहिँ त्यो गाउँपालिकाले चाहिँ एउटा डस्टबिनको व्यवस्था चिउनीको व्यवस्था चाहिँ यहाँ गरिदियोस् क्या होइन मान्छेहरू आउने रहेछ टन्नै यस्तो फोहोर फालेको नि यहाँ यस्तो फोहोर आल्मुनिदेखि लिएर रक्सीको बेरको है सबको छैन फ्रुटीहरूकोदेखि लिएर सबको छ क्या यहाँ चाहिँ यस्तो फोहोर भयो होइन भित्रभित्र सिसा फुटेर बस्या तर चाहिँ यहाँ चाहिँ यो चाहिँ प्राकृतिक सम्पदा नेपालको एउटा गहना हो होइन त्योबाट बगिरहेको छ क्या यहाँ चाहिँ एउटा डस्टबिनको व्यवस्था गरिदियो हुँदी चिउनीको व्यवस्था गरिदिने यही डरै लाग्थ्यो नत्र सिसाहरू चाहिँ व्यवस्थापन भइसकेपछि चाहिँ सिसाहरूलाई चाहिँ अन्त लगेर पनि फाल्न मिल्ने नत्र यहीँ राखेर केही कामको लागि हुन्छ भन्ने चाहिँ हुन्छ होइन तर चाहिँ त्यस्तो गर्दै चाहिँ एकदम राम्रो हुन्थ्यो होइन एउटा चेतनामूलक पनि भिडियो हो यो चाहिँ म यस्तो राम्रो चिज भनिरहन्छु होइन राम्रो ठाउँ छ यस्तो राम्रो ठाउँमा मान्छेहरू आउँदै गर्ने ठाउँ हो होइन घुम्न एकदमै रुचाउने ठाउँ हो एकदमै राम्रो ठाउँ छ मान्छेहरू आउने रहेछ है अनि तर चाहिँ यो फोहोरहरू चाहिँ ठिक होइन होइन यहाँ चाहिँ एउटा सम्पदा गर्न चाहिँ राम्रो डस्टबिनहरू राख्दै चाहिँ एकदमै राम्रो हुन्छ है हजुरलाई कस्तो लाग्छ होइन तर मेरो एउटा भनाइ हो तर यहाँको जुन वडा कार्यालय छ होइन त्यसले चाहिँ यहाँ सपोर्ट गरिदियोस् कि यहाँ चाहिँ राम्रो गरिदियोस् कि अनि बल्ल चाहिँ यहाँ चाहिँ राम्रो हुन्छ होइन अनि हामीले नै संरक्षण गरेनौँ भने त हामीले नै सदुपयोग गर्न जानेनौँ भने त होइन त्यो राम्रो हुन्न नि त त्यसैले चाहिँ यहाँ चाहिँ यो गाउँ यो नगरपालिकाको चाहिँ आकर्षण होस् त्यसप्रति चाहिँ भन्न चाहेँ गुफा पनि रहेछ क्या त्यहाँ होइन यहाँ गुफा नि रहेछ क्या ठाउँ एकदमै राम्रो छ है आउन सक्नुहुन्छ घुम्न सक्नुहुन्छ है एकदमै राम्रो ल ल ल वक्त ने किया हमसे के साथ तुम भी दूर हो जाएगा तो जिए कैसे हम एकछिन है भाइ एकछिन न माथिबाट खस्यो ओ माई गड खतरा हो क्या ठाउँ चाहिँ है मान्छे यत्रो देखिया भनेपछि झर्ना कति ठुलो होला त नि है बस न बस बस न चिप्लो छ ओ अनिल चिप्लो छ चिप्लो छ चिप्लो चिसो छ एकछिन ओ म आइहालेँ ल
ओ चिसो रहेछ यार ला चिसो छ यार सकिन्न त यसलाई चाहिँ एक ठाउँमा भिडियो बनाएर राख्नु पर्यो के जाडो महिनामा यहाँ गर्मी महिनामा यहाँ आउन त सही हो क्या चिसो जाडो महिनामा हामी आएर नआएको लास्टी पानी है आऊ यता खतरा छ है ठाउँ चाहिँ गाइस पुरै के यहाँ देखिया है भिडियोमा होइन तर यहाँ यस्तो त्यो धुरी जस्तो उड्या पुरै चिसो छ क्या यहाँ त्यो दुलोबाटै निस्किया चिरेर यहाँ यस्तो फोहोर छ कि यहाँ चाहिँ अलिकति यो चाहिँ ठिक भएन हावा खाल्ने त्यहाँ माथि माथि पछाडि चढ्छ नि ऊ त्यहाँबाट रहेछ क्या हो क्या चढ्ने के होइन मलाई चढ्ने नै यस्तो लडिन्छ त्यतिलो त छ कि च्यालेन्ज जाने यहाँ चाहिँ गुफा छ गाइस होइन म देखाउँछु होइन तपाईँहरूलाई ओइ माथि गएर हेर नि के छ र यत्रैसँग छ कि छैन हेर नि एउटै छ भिडियो बनाउनु के छ दामी चिचोदन कसरी आएको सिकाउँ यो त उतैसम्म पुग्छ गाइस यस्तो ठुलो छ नि यो गुफा यो त उतैसम्म पुग्छ होला पुरैसम्म छ चिरियाखाना आऊ न मलाई त गरेको नआएको बुबा नआएको मलाई चमेरा पुरै गाउँमा यहाँ जानुहुन्छ सानो छ त्यहाँ छिर्नु मिल्दैन खतरा छ डरै लाग्दो छ यार भित्र त्यहाँबाट ठाउँ छैन सानो छ छिर्नु मिल्दैन मान्छे छिर्न पनि त्यही मिल्दैन अचार फटार मिल्दैन यहाँ छ होला के लेखेको रहेछ नि बत्ती बालेर छिर्नु पर्ने नि यार यस्तो छ यो गुफाबाट निस्किँदा यस्तो हुने रहेछ है लाग्यो होइन यस्तो ठुलो छ झर्ना अगाडि नै अनि यहाँ यस्तो गुफा छ है अघि देखाइहालेँ अनिल नजाऊ न एकछिन मोबाइल लिनु परेन छोड्दैछु यहाँदेखि खिच्नुपर्छ क्या अब खतरा आउनु यस्तो घाम लाग्यो होइन गाइस अहिले त झन् एकदमै रमाइलो भएको छ है
गाइस अब चाहिँ हामी यहाँनिर जान लागेको है। जे होस् रमाइलो रहेछ, मान्छेहरू नि आयो अनि त्यसपछि हामी पनि एकछिन फोटो खिच्यो है। उनीहरू पनि फोटो खिच्यो। त्यसपछि हामी चाहिँ अहिले चाहिँ अब यहाँनिर जान लागेको भनौँ। यस लास्टै ठुलो छ, राम्रो छ, आएर घुम्न सक्नुहुन्छ है। अनि चाहिँ अरू त के भन्ने र, लाइक कमेन्ट सपोर्ट गरिदिनु होला। खास चाहिँ बाटो हामी चाहिँ यताडि आयौँ होइन, खास बाटो चाहिँ यो रहेछ है। त्यो बाटो आउन सक्नुहुन्छ है, चिनेर आउनु होला। त्यहाँ बोर्डहरू पनि टाँसेको थियो, हामी चाहिँ नहेरेर तल्लो बाटो आइयो, खोला खोला नै आइयो है। आउँदाखेरिमा चाहिँ हामीले चाहिँ सामान केही लिएर आएन है, खानेकुरादेखि लिएर केही लिएर आएन। तपाईँहरूलाई चाहिँ जोस् रमाइलो छ, आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। तपाईँ चाहिँ के छोड्यो र छोड्यो होइन, के लिएर आएन भने छाता आउन सक्नुहुन्छ है। भिडियो चाहिँ बिचबिचमा अलिकति काट्नु पऱ्यो त पनि लास्टसम्म हेर्नुहुने सम्पूर्णलाई थ्याङ्क यू सो मच। नहेर्ने त त्यत्तिकै गइहाल्यो होइन। तर झर्ना चाहिँ एकदमै राम्रो छ है, जोडीहरू आउन चाहिँ एकदम सक्छ। यस्तो राम्रो ठाउँ रहेछ है यहाँ चाहिँ। र गाइस हेर्न सक्नुहुन्छ, यता छ कता, यता त्यो हो झर्ना चाहिँ। अहिले चाहिँ हामी त्यहाँनिर आयौँ, एकदम थाकिया छ है, रमाइलो भइदियोस्। हजुरलाई भयो कि भएन भन्न सक्नुहुन्छ। अब हामी भ्लग अन्तिमतर्फ लाग्यौँ होइन, अन्तिमै भइसक्यो है। सम्पूर्णले च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि भन्न चाहन्छु, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र एक लाइक गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्न भने पहिल्यैदेखि हुनुहुन्छ भने थ्याङ्क यू सो मच। Bye. Bye guys. Bye. Subscribe now this channel. Bye.